हामीसँग चाहिँ भिडियो अपलोड गर्न मिल्छ। भिडियो चाहिँ 5 बजेतिर 6 बजेतिर हाल्ने भन्ने हुन्छ। पानी पर्दिन्छ, जब पानी पर्दा बित्तिकै चाहिँ टावर गइहाल्छ। हेलो गाइज, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ म के बोल्न चाहन्छु भने हाम्रो बारीकोटकै बारेमा, बारीकोटको भन्दा पनि नेटवर्कको बारेमा। नेटवर्कको समस्या छ, त्यही कारणले चाहिँ म आज चाहिँ बोल्छु। के छ भने हाम्रो चाहिँ बारीकोटमा टावर चाहिँ त्यहाँ छ। टावर देखाउँछ। टावर त यहाँ छ, यो माथि टुप्पो होइन, यो तल्लो टुप्पोमा छ टावर त त्यहाँ छ। यो टावरको समस्या भनेको चाहिँ के छ भने गाइज, यो पानी पर्नु भएन क्या। पानी पर्दा बित्तिकै टावर जाने। पानी भन्दा पनि आकाश, यो आकाश गर्किनु भएन क्या। आकाश गर्किँदा बित्तिकै टावर झ्याप्प जान्छ र हाम्रोसँग चाहिँ भिडियो अपलोड गर्न मिल्छ। भिडियो चाहिँ 5 बजेतिर 6 बजेतिर हाल्ने भन्ने हुन्छ। पानी पर्दिन्छ, जब पानी पर्दा बित्तिकै चाहिँ टावर गइहाल्छ। समस्या भनेको चाहिँ त्यही छ। नेटवर्कको समस्या चाहिँ हाम्रो बारीकोटमा होइन। पहिला चाहिँ टावर दिन्थ्यो, साँझ बिहान दिन्थ्यो। अहिले चाहिँ 11 बजे समथिङमा पनि बढी चाहिँ टावर दियो भने चाहिँ 11 बजीसम्म दिन्छ। बिहानखेरि चाहिँ घाम नलागुन्जी 8:30-9 बजी चाहिँ टावर दिँदैन क्या। त्यो चाहिँ के समस्या हो होइन। चाहिँ गाउँपालिकाको ध्यान राख्छन् त्यतितिर जाओस्। र यो चाहिँ मेरो मात्रै समस्या चाहिँ होइन जस्तो लाग्छ क्या। यो चाहिँ आम जनताको पनि समस्या होला जस्तो लाग्छ मलाई। चाहिँ बोल्न मन लागेछ चाहिँ म चाहिँ बोल्या हो होइन। त्यस्तो चाहिँ अन्यथा नसोच्नु होला। त्यो चाहिँ मलाई चाहिँ बोल्न मन लागेको चाहिँ म चाहिँ बोलेँ। यो चाहिँ आम जनताको पनि यही चाहिँ माग हुनसक्छ सायद होइन। अनि त्यही हो, ध्यान आकर्षण जाओस्। र त्यो चाहिँ के समस्या हो त्यही नै हो गाइज। चाहिँ सबैले चाहिँ मेरो चाहिँ भिडियोहरू चाहिँ मिलाएर हेरिदिनु होला, त्यही भन्न चाहन्छु। त्यही नै हो। त्यो पनि एउटा समस्या परेको बेला फोन गर्ने पनि नहुने क्या। कहिले समस्याहरू भन्ने चाहिँ अचानक आउने हो क्या। कहिलेकाहीँ बिहानखेरि समस्या हुनसक्छ, कहिलेकाहीँ साँझखेरि समस्या हुनसक्छ। बिहानखेरि चाहिँ टावर नै हुन्न क्या फोन गर्न लागेको बेला, कहीँ समस्या भएको बेला। अनि त्यस्तो छ क्या अवस्था। फोन गर्न पनि मिल्दैन समस्या भएको बेला। अनि साँझखेरि समस्या पर्न सक्छ, कहिले साँझखेरि झ्याप्प टावर गइदिन्छ। बिहानखेरि समस्या परेको बेला एकदम समस्या परेको चाहिँ त्यो टावर नै हुन्न क्या। पहिला जस्तो सिस्टम गर्नुपर्छ। त्यो के रविबार हुन्छ नि त, खबर गर्न जानुपर्छ यस्तो छ त्यस्तो छ काम भनेर। 8-9 बजीसम्म चाहिँ टावरै दिँदैन। त्यही हो समस्या चाहिँ, त्यही नै छ यहाँ बारीकोटको। के हो कस्तो हो चाहिँ उतातिर ध्यान आकर्षण जाओस्। म चाहिँ त्यही भन्न चाहन्छु।